सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निरन्तर विरोध भइरहेको छ। अदालतको आदेशको विरोधमा नागरिकता विहीन युवाहरूले आइतबार पनि 14औं दिन काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूको आन्दोलनमा विभिन्न दलका जनप्रतिनिधिहरूले पनि एकताबद्ध जनाउँदै आएका छन्। अब वारपारको लडाईँ हुने भन्दै 2 सप्ताहदेखि नागरिकता विहीन युवाहरू काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका छन्। उनीहरूले आइतबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले धरपकड समेत गरेका छन्। प्रहरीले 11 जनालाई पक्राउ गरेको थियो। उनीहरूले केही बेर हिरासतमा राखिएर छाडिएको छ। उनीहरूले राज्यले आफूलाई सधैँ अनागरिक बनाइराख्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बुबा आमा नेपाली नागरिक भएर पनि सन्तान नागरिकता नपाउनु अवस्था सिर्जना गरिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। आफूहरू कहाँको नागरिक भनेर उनीहरूले राज्यसँग प्रश्न समेत गरेका छन्। जन्मसिद्ध नागरिक का लाखौं सन्तान नागरिकता नपाएर विभिन्न समस्या खेप्दै आएका छन्। राष्ट्रपति यो विधेयक प्रमाणीकरण गरेपछि गृह मन्त्रालयले नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेको थियो। संशोधित व्यवस्था अनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने भएका थिए। त्यस्तै बाबुको पहिचान नभएको घोषणा गरी आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था पनि यो कानुनले गरेको थियो। विदेशी बुबाबाट जन्मिएका नेपाली महिलाका सन्तानले नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था यो कानुनले गरेको थियो। तर सर्वोच्चले ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि नागरिकता विहीन युवाहरू आक्रोशित बनेका हुन्।